नमस्कार, म आनन्द नेपाल। आज म गोनु झाका केही रमाइला कथाहरू लिएर उपस्थित भएको छु। मिथिलाका बासिन्दा गोनु झा आफ्नो चतुराई र बुद्धिमत्ताको कारणले अत्यन्त प्रसिद्ध थिए। उनको जीवनका अनेक रोचक कथाहरू मिथिला क्षेत्रमा निकै प्रचलित रहेका छन्। पहिलो कथा, गोनु झाको महाभोज। एक समय गोनु झाको आमा अत्यन्त बिरामी भएकी थिइन्। गोनुले धेरै प्रयास गर्दा पनि उनलाई बचाउन सकेनन्। आमाको मृत्युपछि श्राद्ध संस्कार र रीतिथिति अनुसार ब्राह्मण भोज गराउनु पर्ने थियो। मिथिलामा धनी मानिसहरूले आफ्ना पितृहरूको श्राद्ध संस्कारको समयमा आफ्नो गाउँका र छिमेकी गाउँका गाउँलेहरूलाई भोज खुवाउने गर्दछन्, जसलाई जयवारी भनेर भनिन्छ। गोनु झाप्रति अत्यन्त ईर्ष्यालु केही गाउँलेहरूले गोनु झालाई पनि त्यस्तै जयावरी भोज आयोजना गर्न उक्साउने योजना बनाए। उनीहरूलाई थाहा थियो गोनु झा धनीमानी व्यक्ति थिएन, त्यसैले उनीहरूले उसको थोरै सम्पत्ति पनि गाउँलेहरूलाई भोज खुवाएर सकियोस् भन्ने चाहेका थिए। त्यसैले उनीहरूले यस्तो योजना बनाएका थिए। ती गाउँले मध्येका एउटाले गोनु झालाई उक्साउँदै भन्यो, तपाईँ यो गाउँको एउटा प्रसिद्ध व्यक्ति हो। तपाईको ख्याति टाढा टाढासम्म फैलिएको छ, अनि तपाईकी आमा पनि अत्यन्त धार्मिक व्यक्ति थिइन्। त्यसैले त तपाईको यो हाई हाई भएको हो। तपाईकी आमा कति धर्मात्मा हुनुहुँदो रहेछ हेर्नुहोस् त, पुरै जीवन बताएर बित्नुभयो। यस्ती आमाको लागि त तपाईले जयावारी भोज आयोजना गर्नै पर्छ। त्यस गाउँलेको कुरामा त्यहाँ जम्मा भएका अरूहरूले पनि हो भन्दै सहमति जनाए। त्यस्तै अर्कोले थप्यो, मैले त गाउँका मानिसहरूलाई गोनु झाले आफ्नी आमाको लागि जयवारी भोज पक्कै गर्छन् भनेर बाजी नै ठोकेको छु। यसरी आफूलाई जबरजस्ती भोज खुवाउन खोजेको कुरा गोनु झाले राम्ररी बुझे, तर त्यसको प्रत्युत्तरमा भने उनले केही पनि बोलेनन्। उनले चुपचाप कुरा मात्रै सुने। त्यसपछि उनलाई अरू धेरैले पनि यसरी नै जयवारी भोज खुवाउन उक्साए। गोनु झाले कुनै जवाफ नदिएको हुनाले त्यसरी उक्साउने योजनामा आफूहरू सफल भएको ठानेर ती ईर्ष्यालु गाउँलेहरू निकै खुसी भए। गाउँलेहरूले गोनु झाले जयवरी भोज खुवाउन आँटेको भन्ने खबर यत्र तत्र सबैतिर फैलाए। त्यो खबर गोनु झाकी श्रीमतीको कानमा पनि पर्यो। उनकी श्रीमतीलाई भने यो कुराले निकै ठुलो चिन्ता भयो। उनलाई आफूसँग त्यस्तो धन सम्पत्ति छैन भन्ने पनि थाहा थियो, अनि त्यसको साथसाथै आफूसँग सल्लाह नै नगरी गोनु झाले भोजको आयोजना गर्न लागेको देखेर उनलाई थप चिन्ता भयो। उनले गोनु झासँग यो कुराको चिन्ता व्यक्त गरिन्। श्रीमतीको कुरा सुनेर गोनु झाले भने, तिमीले केही चिन्ता लिनु पर्दैन, सबै ठिकठाक हुन्छ, तिमी ढुक्क भए हुन्छ। त्यसपछि गोनु झाले भोजको लागि स्थान तोक्यो र तयारी पनि सुरु गर्यो। गोनु झाका ईर्ष्यालु साथीहरूले खुबै उत्साहित भएर गोनु झाको जयवारी भोजको बारेमा सारा गाउँ र वरपरका गाउँहरूमा पनि प्रचार गरे। भोज हुने स्थान पनि तोकेर सबैलाई निमन्त्रणा पनि गरे। भोजको दिन आयो। खाने प्लेटहरू र अन्य सामानहरू गोरु गाडामा ल्याइयो। ठुलो खेतमा भोजको लागि बस्ने व्यवस्था पनि गरियो। त्यस साँझ आमन्त्रितहरू भोज खान भनेर बसे। उनीहरूको अगाडि प्लेट राखियो र प्रत्येक प्लेटमा थोरै मात्र गुड राखेर खान दिइयो। यस्तो खाली भोज खुवाउन लागेको देखेर सबैजना छक्क परे। एउटाले चिच्यायो, यो कस्तो प्रकारको भोज हो भन्दै। अर्को करायो, यो त घोर अपमान भयो। यस्तै गुनासाहरूको बीचमा गोनु झा सबैको अगाडि हात जोडेर उभिएर भन्यो, तपाईहरू सबैलाई थाहै छ, मसँग जयवरी भोज आयोजना गर्ने कुनै साधन छैन। म त्यति धनी पनि होइन, तर म के गरौँ? हाम्रा केही गाउँले साथीहरूलाई भने जयवरी भोज खान खुबै रहर लागेको रहेछ। त्यसैले मैले उनीहरूको इच्छालाई सम्मान गर्दै यो कार्यक्रम आयोजना गरेको हुँ। भोजमा मैले खुवाउन सक्ने र सबैभन्दा उपयुक्त कुरा के हुन्छ भनेर सोच्दा मिठाईभन्दा उपयुक्त केही पनि भेटिएन। त्यसैले मैले तपाईहरूलाई मेरो आफ्नो क्षमता अनुसार गुण खुवाएको हुँ। अब तपाईहरूले त्यस मिठाईलाई खाएर मेरी आमाको आत्माको शान्तिको लागि प्रार्थना गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। गोनु झाले भनेको यो कुराले सबैजना भावुक भए र गोनु झाकी आमाको आत्माको शान्तिको लागि प्रार्थना गर्दै उसको बुद्धिको पनि प्रशंसा गरे र उनीहरू आफ्नो घरै गएर खाना खाए। यो थियो गोनु झाको महाभोजको कथा। त्यस्तै गोनु झाको अर्को भात थप्ने कथा पनि छ।
एक दिनको कुरा हो, गोनुझाको घरमा खाना खाने तयारी हुँदै थियो। त्यही बेला टुप्लुक्क केही पाहुनाहरू उनको घरमा आइपुगे। यो देखेर गोनुझाकी श्रीमतीलाई पर्नु फसाद पर्यो, किनकि भात थोरै थियो, अरू पकाउँ भने घरमा चामल पनि थिएन। अनि त्यति थोरै भातले यी सबै पाहुनालाई भरपेट पुर्याउन पनि नपुग्ने थियो। त्यसैले उनलाई निकै ठूलो चिन्ता भएको थियो। श्रीमतीको यो चिन्ता गोनुझाले बुझिहाले। उनले पाहुनाहरूलाई बैठकमा बसाए अनि श्रीमतीको नजिक गएर खुसुक्क एउटा उपाय बताउँदै भने, तिमी चिन्ता नगर, तिमीले सबैको थालमा अलिअलि भात बाँड्दियो अनि अलिकति आफ्नो लागि राख। त्यो अलिकति भात ल्याएर मलाई भात थप्ने भनेर सोध, त्यसपछि म सबै सम्हाल्छु। गोनुझाकी श्रीमतीले पनि त्यसै गरिन्। गोनुझा र सबै पाहुनाहरूलाई तरकारी सहित अलिकति अलिकति भात थालमा पस्किदिन्। त्यसपछि उनी गोनुझाको अघिल्तिर गएर सोधिन्, तपाईँ अरू थप्न चाहनुहुन्छ कि? यति भन्दै उनले भात थप्न आँटिन्। गोनुझाले भने उनको हातलाई रोक्दै भने, ए तिमीले के ठाने कि म राक्षस हुँ यति धेरै खानलाई? कसले खान्छ यति धेरै? मलाई अरू केही चाहिँदैन। गोनुझाले यसरी पत्नीलाई थर्काएको सुनेर सबै पाहुनाहरूले चुपचाप आफ्नो थालको खाना मात्रै खाए, अरू माग्ने हिम्मत पनि गरेनन्। गोनुकी श्रीमतीले पनि थप्नुहुन्छ भनेर सोद्धा उनीहरूले भो पुग्यो, भरपेट भयो भनेर जवाफ दिए, केही पनि थपेनन्। आज पनि मिथिला क्षेत्रका मानिसहरूले भात खाँदा यो गोनुझाको कथा सुनाएर रमाइलो गर्ने गर्दछन्। यस्तै गोनुझाको अर्को रमाइलो कथा छ, गोनुझा र आकाशे दरबारको कथा। गोनुझाको देशका राजाले एकचोटि आफ्नो देशमा के कस्ता विद्वानहरू छन् भनेर पहिचान गर्न मन गरेछन् र उनले सबैभन्दा विद्वान व्यक्तिको पहिचान पश्चात राज्य सञ्चालनमा पनि सहज हुने ठानेर झ्याली पिटाउन लगाएछन्, जसको फलस्वरूप बुद्धिमानी पनि कहलिने र मन्त्री समेत हुन पाइने आशामा सबैजनाले दरबारमा निवेदन दिन गएछन्। यसरी निवेदन दिनेहरूको बीचमा गोनुझा पनि थिए। उपस्थित सबैलाई राजाले सम्बोधन गरे। उनले एउटा आकाशी दरबार बनाउने इच्छा प्रकट गरे। यदि जो कसैले आकाशमा दरबार बनाउन सक्छन् भने कृपया मलाई आफ्नो नाम भन्नुहोस्, म त्यस व्यक्तिलाई मन्त्री पदमा समेत नियुक्त गर्नेछु। राजाको यस्तो अनौठो घोषणा सुनेर सबैजना दङ्ग परे, कोही पनि बोलेनन्। हुन पनि आकाशमा कसरी दरबार बनाउनु? सबैले आकाशमा दरबार बनाउनु त असम्भव छ भन्ने निर्णय निकाली चुपचाप बसे। अनि कतिपयले राजा कति मूर्ख रहेछन् भनेर पनि साइसुई गर्न थाले। त्यही बेला गोनुझाले हात उठाए र राजालाई बिन्ती गरे, सरकार, म हजुरको इच्छा बमोजिमको आकाशी दरबार निर्माण गर्न तयार छु। तर के गोनुझा? राजाले आश्चर्य प्रकट गर्दै सोधे। गोनुझाले भन्यो, सरकार, तर मलाई केही समय चाहिन्छ। म 4 महिनापछि मात्र दरबार निर्माण गर्न सक्नेछु। अनि सो दरबार बनाउनको लागि चाहिने सामग्रीहरू, इटा, ढुङ्गा आदि सबै सामग्रीहरू चाहिँ हजुरले पुर्याइदिनु पर्ने हुन्छ। गोनुझाको कुरा सुनेर राजाले भने, हुन्छ त, 4 महिनापछि नै निर्माण गरौँला, म सबै कुराको व्यवस्था गर्नेछु भनेर राजाले बाचा गरे। त्यसपछि सभा विसर्जन भयो। सबैजना घर फर्के। गोनुझा पनि त्यहाँबाट आफ्नो घरतिर लागे। यसैबीच 4 महिना बित्यो। 4 महिनापछि गोनुझा पनि राजदरबारमा पुग्यो। गोनुझाले कसरी आकाशमा दरबार बनाउँछ भन्ने मानिसहरूमा धेरै कौतूहलता रहेको थियो। त्यसैले उत्सुक धेरै मानिसहरू पनि त्यहाँ जम्मा हुन आएका थिए। गोनुझाले आकाशे दरबारको जग हाल्ने कार्यक्रमको लागि सबैलाई निम्तो पनि गरेका थिए। यसरी सबैमा उत्साह थियो गोनुझाले आकाशमा कस्तो दरबार बनाउँछ भनेर। त्यतिकैमा नजिकैको रुखको हाँगाबाट आवाज आयो, आऊ भाइ आऊ, इटा ल्याऊ, काठ ल्याऊ, महल बनाऊ। सबै मानिसहरू तीन छक परे। कताबाट आवाज आयो भनेर चारैतिर हेर्न थाले। कतै केही पनि नपाएपछि राजाले गोनुझालाई सोधे, होइन यो के भयो? होइन के भनेको? इटा ल्याऊ, काठ ल्याऊ। प्रत्युत्तरमा गोनुझाले हाँस्दै भन्यो, सरकार, आकाशमा सिकर्मी डकर्मीहरू पुगिसके। अब उनीहरूलाई काम गर्नलाई सामग्रीहरू त चाहियो नि। काठ, इटा सबै ल्याऊ भनेर मागिरहेका छन्। सरकारले सामान माथि पुर्याइदिनु पर्यो। त्यसपछि माथिबाट फेरि आवाज आयो, छिटो गर, ढिलो भयो, काठ ल्याऊ, इटा ल्याऊ। यो सुनेपछि राजाले के गरौँ कसो गरौँ भयो। अनि उनले मुस्कुराउँदै भने, तिमी परीक्षामा पास भयो, तिमीलाई म भने अनुसारको पद दिउँला।
त्यसपछि राजाले गोनुजालाई एउटा कुनामा लगेर सोधे, ल अब भन यो काम तिमीले कसरी गर्यौ? अनि गोनुजाले भन्यो, सरकार, दरबार बनाउने आज्ञा भएपछि मैले मैना र सुगा किने, तिनीहरूलाई 4 महिनासँग इटा ल्याऊ, काठ ल्याऊ, ढिला नगर, महल बनाऊ भनेर भन्न सिकाए। तिनै चराहरू त्यो रुखको हाँगामा बसेर कराइरहेका छन्। अब दरबार बनाउने भए सरकारले ज्यामीहरूलाई इटा र काठ बोकाई पुर्याउन लगाउनु पर्यो। राजा गोनुजाको चतुर्याई देखेर मक्ख परे र उनलाई राजकाज सम्बन्धी एक कार्यमा नियुक्त गरेर उनको चतुर्याईले देशलाई उन्नति र प्रगतिको बाटोमा हिँडाए। यो थियो गोनुजा र आकाशित दरबारको। त्यस्तै गोनुजा र चोरहरूको अर्को कथा छ। एक दिन गोनुजा अलि ढिलो घर फर्कँदै रहेछन्। बीच बाटोमा आइपुगेपछि उनले केही चोरहरू चोर्ने सल्लाह गरिरहेको सुनेछन्। यिनले कसको घरमा उपद्रव गर्न लागेछन् भनेर गोनुजाले लुकेर सुन्न थालेछन्। उनीहरू त गोनुजाकै घरमा पो चोर्न जानु भनेर सल्लाह गरिरहेका रहेछन्। गोनुजालाई बढ्नु फसाद पर्यो। अब उनलाई ती चोरहरू भन्दा पहिले नै घर पुग्नु पर्ने भयो, नत्र ती चोरहरूले सबै सिद्ध्याउने सम्भावना देखियो। त्यसैले उनी दौडिँदै हान्निँदै घरतिर पुगे। तर घरमा गोनुजाकी श्रीमती भने गोनुजा ढिला घर फर्किएकोमा गुनासो गर्न थालिन्। किन यति ढिला? आज पनि ढिला घर फर्किनु भयो नि? गोनुजाले भन्यो, आफ्नो काम त भ्याएरै आउनु पर्यो, त्यसैले ढिला भयो। यो कुरा कसैले नभन्नु नि फेरि, किनकि यो चान्चुने काम त हुँदै होइन। त्यसैले धन सम्पत्ति पनि टन्नै जम्मा भएको छ। चोर लाग्लान् भनेर मैले ती सबै सुन, चाँदी, हिरा मोतीलाई एउटा काठको बाकसमा हालेर इनारभित्र लुकाएर राखेको छु। अब यति भएपछि चाहिँ ढुक्क भयो। घरमा चोर चकार लागे पनि केही नहुने भयो। इनारमा धन लुकाएको छ भनेर कसले थाहा पाउने? गोनुजाले श्रीमतीलाई सुनाएको यो कुरा चोरहरूले बाहिरबाट सुनिरहेका थिए। उसको यो कुरा सुनेपछि चोरहरू एक आपसमा खासखुस गर्न थाले। गोनुजा त हामीभन्दा पो बाठा रहेछन्, तर जतिसुकै बाठा भए पनि हामीलाई पो झन् सजिलो भयो त। ल जाउँ, इनारमा गएर त्यो सबै खजना लिएर टाप कसौँ। चोरहरू निकै नै खुसी हुँदै इनारमा पुगेर हेर्छन् त इनार त टन्नै पानीले भरिएको छ। एउटा लामो लट्ठीले इनारको पानीभित्र छामछुम गरे, तर केही पनि लागेन। त्यसपछि इनारको पानी झिक्दै बाहिर फ्याँक्न थाले। इनारबाट पानी झिकेर फाल्दा इनारको पानी अलिअलि घट्दै गयो। तर यसरी पानी झिकेर फाल्दा फाल्दै उज्यालो पो हुन लाग्यो। कुखुरा बाँच्न थाले, गाउँलेहरू उठ्न थाले। बिहानी पख गाउँघरमा मानिसहरूको आवाज र चहल पहल बढ्न थालेपछि चोरहरू डराएर त्यहाँबाट भागे। रातभर आरामले सुतेर गोनुजा बिहान सबेरै श्रीमतीलाई लिएर खेतमा गए। खेतमा पानी नभएर रोपाई हुन नसकेको खेत पुरै भिजेको थियो। गोनुजाकी श्रीमतीले भनिन्, ओहो, हिजोसम्म सुक्खा खेत त आज पुरै भिजेको छ, अब त रोपाई गर्नुपर्छ, बुझ्नुभयो? हाँस्दै गोनुजाले भने, हाम्रो खेतमा यसरी कसले पानी लगाइदियो होला? साँच्ची गोनुजाको खेतमा कसले पानी लगाइदियो होला? कृपया कमेन्ट गर्नुहोला। दिन नजान्ने गोनुजा। कुनै समयमा एकपटक गोनुजा इनारमा खसेछन्। गोनुजा इनारमा खसेपछि हाहाकार भयो। उनलाई इनारबाट बाहिर ल्याउन मानिसहरू इनारको वरिपरि जम्मा भए अनि गोनुजालाई हात दिन भनेर सबैले आग्रह गरे। तर इनारभित्र खसेको गोनुजालाई जति आग्रह गर्दा पनि गोनुजाले हात भने दिँदै दिएनन्। सबैजना छक्क परे। यस्तै चल्दै गर्दा गाउँका एकजना जेठा बाठा मानिसले समस्याको चुरो पत्ता लगाए। उनले भने, गोनुजाले दिन जानेकै छैन, उसले लिन मात्र जानेको छ। त्यसकारण तिमीहरूले उसको हात नमागेर आफ्नो हात देऊ अनि उसले हात समातेर बाहिर आउँछ। गाउँलेहरूले ती बुढापाकाले भनेको जस्तै गरेर आफ्नो हात दिए। नभन्दै गाउँलेहरूले दिएको हातलाई समातेर गोनुजा इनारबाट बाहिर निस्केको थियो रे। यो थियो दिन नजान्ने गोनुजाको रमाइलो कथा। गोनुजाका यी रमाइला कथाहरू तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। धन्यवाद।